देख्न चाहिँ के देखेन एउटा कालो ढेँडो बाटो देखे हामीले हैन यहाँ गैरा ठाउँमा बोकाहरू छ धेरै यहाँ गैरा हामी भरत ताल आइपुग्यौँ हैन यो चाहिँ मेयर यहाँको मेयर हैन भरतले बनाएको रे हैन ए म मेयर भरत अहिले चाहिँ छ रे त्यही हो एकताली खतरा फेमस पारे यो ठाउँ यहाँ अब हेलो सर कता रहने छ हमारे यहाँ ऐसा ही होता है कमन कमन हैन यो भनेको भरत ताल उयो मानव निर्मित सबैभन्दा ठुलो ताल गिन्नु त बेचिसक्यो उसले म किनु तपाई होइन आज म किन्छु 3000 त्यहाँ छ गरेले होइन बेच्दे सोनामले बेच्दे हो ओइ यो मोडा चाहिँ रिगा गर्न परेछ त झ्याउडे वाला परेछ फोटो खिचौँ भिडियो बनाऊ माललाई उहाँ माथि चाउचु खाँदै माललाईको साधन बिग्रिएछ अब यसमा बढै उड्दैन ल अनिस ल यार गोल रेफ्री ल स्टार्ट बिस्तारै हालेन यार साथी के गरे गडाले घोडा चलाएर हुन्छ भाइ दौडाउ न दौडाउ डर लाग्छ पाइनेलाई कहाँ हुन्थ्यो दौड्नु हान्नमा ए 2 मिनेट सिधा हेरेर डबल भन्ने हामीलाई गोल हान्नलाई राख्नु छ गोल हान्नलाई ल सहीको हान्नु घोडामाथि खच्चर चढ्या त सुहाएन यार घोडामाथि गरा ल ए गर्न त ल्याउँछ यार ओए बा यता ल्याउने नि भाइ डुग्रु पारन न म दिइरहेर हैन त्यस्तो नहानौँ न यार मान्छेले बगाउनु हुन्छ है फोटो हान्नु नि एउटा खतरा ए स्यान्डीले जान्छ यार ताने ए कहाँ लान्ला यार ब्रेक लान्छ यार बन्दी त गाउँ घरबाटै जान्छ होला नि काठमाडौँ जान्छ यो घोडा चढेर ल यता निकाले कालो कालो जरा चाहिँ कालो ए दाजुभाइ ओए खतरा कुरा रेलु म यहाँ के उयो टिभी एम्पायर ब्याटमा लागेको छ आउट छ कि यहाँ ए बलिङ भएन ए भएन एम्पायर भइसक्यो क्या
पत्याइरहेको छ ल मेरो पछाडी नै आँखा चाल च्यानल हेरौँ केटाहरु च्यानल त हेरियो तर दोस्त दुःख लाग्यो मलाई के दुःख लाग्यो पानी छैन बालुवा मात्रै हेर्न पालुवाको तस्कर गर्ने हो त हामी पुष्पा सलाद तिमीहरूको जुङ्गा मिल्छ जुङ्गा मिल्छ हाम्रो आफ्नो दाढी छैन बालुवा खनेर बालुवा भोटेले बालुवा बेच्छ अब यहाँ बालुवा बेच्छ अब तिमी होटेलले पनि नुनको सट्टा अब बालुवा बेच्छ त त्यसले यहाँ आएर होटेल देशै बेचिन्छ बालुवा त के ठुलो कुरो चाहिँ खोल्सी हो के खोल्सी हो खोल्सी यहाँबाट अब बर्खामा आउने चाहिँ अब यो क्यानल र त्यसको लेभल लगभग सेम भएकोले यस्तोलाई चाहिँ लेभल क्रसिङ स्ट्रक्चर भन्यो क्यानलमा लगभग सेम छ भने होइन अब ब्रिज बनाउनु छ अथवा हाइटमा बनाउनु छ भने एकवटा गुण पऱ्यो होइन अब क्यानल रिभरभन्दा धेरै होचो छ भने सुपर प्यासेज लगभग एउटै हुने चाहिँ लेभल क्रसिङ अब 5 बजेको छ अनि हामी अहिले सौरा होटेल दरबारमा हैन सौरा दरबार हैन अब पुले हात्ती साथी हेर्न गइन्छ हाम्रो एउटा त साथी हात्ती छँदै छ मास्तिर हामी रुमतिर लाग्छौँ वेलकम टु सौराई हैन यहाँ गैरा ठाउँमा बोकाहरू छ धेरै यहाँ गैरा चाहिँ पछाडि छ यहाँ चाहिँ अब यसलाई के भन्छ भैँसी हो यस गऱ्यो अर्को यहाँ गैरा चाहिँ यहाँ देख्छ हाम्रो साथी होइन हात्ती जस्तो छ अब हात्ती जस्तो साइज मात्रै हो हैन तर हात्ती होइन यहाँ घोडा पोखरा जस्तो छ साइज त्यस्तै छ नि है त्यो स्ट्रिट छ नि त त्यही भएर यही भयो होइन सब चिज बिज उयो छ तर मान्छे मात्र अलिकति फरक छ हैन अलि नयाँ छ केटाहरू नत्र सबै उयो नै छ 4 जना जुत्ता गइरहेको छ होइन यहाँ 4 जना चाहिँ मोबाइल हलो ए भर्खर गरिसक्यो त हलो फेरि राखेछ हजुर दिस इज हात्ती होइन निकुञ्ज यो चाहिँ अब हाम्रो खोला वेलकम टु चित्तो नेसनल पार्क नेपाल रोनाल्डो घोडाको नाम रोनाल्डो छ यहाँ घोडा हेरे साथीले रोनाल्डो किन वर्ल्ड कप जित्दैन भने यहाँ घोडा बनिरहेको रहेछ नि ए रोनाल्डो साथीले रोनाल्डो हैन रोनाल्डो छ रोनाल्डो हामी फेला न साथी गइरा त्यसपछि चाहिँ गइरहेको छ यहाँ साथीहरू गैडा हेर्न आएको केटाहरू यहाँ भिडियो खिचे यस्तो गैडाहरूले गैडा खिचेछ होइन खौ खौ केटा खौ खौ घुङ्गी तान के हो यार लुफी के गर्छ अनि यस्तो कान ल हो अब हामी आज सफाइ जान्ला होइन
अब हामी चितवन नेसनल पार्कतिर घुम्न गइरहेको छौँ होइन। अब यहाँ केटाहरूले अब यहाँ यिनीहरू साइकोलाई चाहिँ अब पार्कले खान्छ आयो भने पायो भने जाडो छ। अहिले अब हामी जङ्गलमा भेट्छौँ। यहाँ गैडा छ, गैडा देख्ने हिजो हामी गैडा देखाइदियो। चन्दन पार्कमा बल्ल अब चितवन नेसनल पार्क भित्र छिरेको छौँ होइन। अब यहाँ चाहिँ हाम्रो यहाँ यस्तो छ, यहाँ फोटो खिच्ने हो। यहाँ अब खतरा छ होइन। यहाँ दोका छ, यहाँ मान्छेहरू अर्को अगाडि छ, यहाँ दोका पनि छ होइन। त्यसरी अब हाम्रो ग्रुपको फोटो खिच्नुपर्छ। भिजै चाहिँदैन है। चखेमा एउटा मर्यो भने अर्को पार्टनर बनाउँदैन होइन। तुरुलत केटा मेरो मुलाहरू यसलाई फसिक है। एउटा हुँदा अर्को स्पटेड डियर हो यो चाहिँ। अब कतिपयले जरायो पनि भनिरहेको हुन्छ, जरायो चाहिँ होइन, जरायो भने छुट्टै हुन्छ, अलिक खैरो कलरको अलिक ठुलो हुन्छ। यो चाहिँ चितल हरिण देखिरहेछ। आउन ए होला नगर बाघको आएर हुने यिनीहरू बाघ आएर माने पनि हो। हाल्यो चारा पिउन लायकको पानी आउँछ त्यसमा चाहिँ। यो चाहिँ हाम्रो हल्का अब त्यहाँ मन्दिर छ, यो चाहिँ मन्दिर हो होइन। यो ताल हो, यहाँ मिठो मिठो पानी खान पाउँछ केटाहरूले। अब एकदम डर छ होइन। यहाँ कानै थिराएर चिसो भइसक्यो। पानी खाऊँ यही पानी खाऊँ साथीहरू। जङ्गलको पानी खानुपर्छ, मिठो हुन्छ। कहीँ मिठो हुन्छ र यो पानी यो पनि भने हो। मूलफुटे निस्के त बगालै हुन्छ त्यही त नेचुरली प्युरिफाई भएर आउँछ नि। क्या मिठो हुन्छ माथिबाट निस्के पनि सक्दै। अनि त्यसरी नै अब हाम्रो यहाँ मन्दिर जाने हो हामी। देख्न चाहिँ के देखेन, एउटा कालो ढेँडो बाटो देख्यो हामीले होइन। अलि देखाउन मिलेन। यहाँ बाटोहरू छ होइन। गाईको जागिर पाउनु गैडा देख्यो हामीले, गैडा देख्यो हामीले, गैडा। हाम्रो कलेजको बस पनि यही छ छैन न त गाउँलाई मात्र छैन। चितवन अब हामी सक्यो। सगाईबाट हामी बाई हुँदैछौँ। केटाहरूले मिलाइसक्यो होइन। अब सिधै हामी खाना खान जान्छौँ। एउटा साथी सेन्टिया के बनाउँछ होइन। होइन सबजना है। अब हाम्रो चितवनको बाटो चाहिँ खतरा छ, त्यही हो। अब एउटा खाना खाँदैछ है। हामीले आज मिठो मिठो खायो 3 दिनपछि। दामी यस्तो भोटेले यस्तो 3 दिनपछि ल भोटेले हाम्रो धेरै स्पोर्टमा हामीलाई खाना खुवाएर हाम्रो
पेट भराइदिएको छ धन्यवाद भोटे ल कस्तो खाना लाग्यो आज साथी आवाज त फिल्टर 3 दिन पछिको आज फिल्टर कस्तो भयो जस 3 दिन पछाडि स्वर्गमा पुगे जस्तो खाना खायो अनि तिम्रो 3 दिन पछि बल्ल खाना खायो एकदम बबाल अनि साथी अनि साथीहरु के छ हालखबर एकदम मिठो खाना आयो है फिल्ड ट्रिप कस्तो भयो एकदम रमाइलो भयो नि मेमोरेबल हिजो जतिको त कहिले भएन के फेरि हिजो रातिको रमाइलो बेग्लै रमाइलो अनि हाम्रो यो सर बबाल तपाईले गरेको छ है अनि त गरेदेखि नि हिजो खाना कस्तो लाग्यो बबाल 3 दिन पछि बल्ल खाना खायो त्यो सेफको हात चुम्नु पर्छ कस्तो मिठो बनाएको अनि के छ दाइ हाम्रो सके छ हाम्रो ओ रान्दै ल ओहो खाना कस्तो लाग्यो फिल्टर कस्तो फिल्टर अनि के छ साथी हाम्रो फिल्टर कस्तो छ भयो खाना कस्तो भयो एकदम मिठो आज त एकदम दामी भयो यार भोटुला खाए ओ तपाईको के छ साथी यता हेर न साथी हैन टुरमा इरिगेसन टुरमा हामी 3 दिन आथे तर मोस्ट खाना आज मात्र हो हिजो अस्ति के खाए थाहा छैन तपाईको म बब्बा लाग्यो आज हाम्रो सरहरु हैन सर एकदम स्मुथली गयो तपाईहरुलाई धेरै धेरै धन्यवाद इरिगेसन टुर यो भलग आउँछ नि भ्लगमा आउँछ नि ल हाम्रो दिजन सरहरु ल के छ भात लाइसक्यो सरहरुले दिदालाई नलाइसक्यो सरहरुले यता हेर भने यस्तै हो अब आज सक्यो हाम्रो होइन सन नागा बसेछ मलाई सोधे मैले खै सोधे ए सबैले सोध्दा हेर्नु अनि तपाईँ ढिला आयो नि त मामा ल तपाईँको स्पेसल लास्टमा ल कस्तो लाग्यो तपाईँको फिल्ड ट्रिप रमाइलो भयो एकदम के भन्छ जङ्गल सफारी गर्यो बाघ देखियो होइन कालो बाँदर देखियो कालो बाँदर के देखियो डाँफे भने अनि अरू के देखियो हात्ती देखियो गैडा चाहिँ देखियो ल गैडा त तिमीले देख्यो अलि त्यस्तो भन्न मिल्दैन तपाईँलाई गइरा भने चाहिँ नि गैडा राइनो त होइन कि गैडा भन्न खोजेको कि हजुर के भन्ने खै उहाँले भनेको छु होला हजुर यहाँ खुट्टा ठोक्यो भने लामो खुट्टा भएर यहाँ टेन्सन भयो किन लामा त थोरै माथि गएर मुला मामाश्री के छ साथी मुला गर न भने हाम्रो ह्यान्डसम साथी पिटकुले साथी यार कति ह्यान्डसम छ यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जको बाघ बाघ यो बाघ यो कालो ढेडु अनि यो बदेलो हाम्रो फोटो साढे 7 बजेको छ होइन हामी बल्ल यहाँ 7 बजे अब हाम्रो केटाहरू छन् होइन केटाहरू आधी जति निस्किसके यसरी नै हामी इरिगेसन टुर सकेको छ अब हेरिरहनु भएको छ भने धन्यवाद हेर्नु भएकोमा थ्याङ्क यू फर वाचिङ होइन अनि लाइक गर्नु होला सब्सक्राइब गर्नु होला धन्यवाद